राम्रो छ त्यो मिठो सेन्ट छ ल सबैजनालाई नमस्ते म भोजपुरबाट हो अब आजको ब्लग सुरु हुँदैछ म चाहिँ मेरो बहिनी काठमाडौँबाट आएको वेलकम बहिनीलाई बहिनी प्लेनको चक्लेट प्लेनको चक्लेट नाना नाना यहाँ छ नाना हाम्रो इन्टरनेसनल नानाको चाहिँ ड्युटी छ मर्निङ ड्युटी बहिनीले प्लेनको चक्लेट निकाल्दैछ मेरो लागि थ्याङ्क यू नेपाली एयरलाइन्स म सुगरको पेसेन्ट भयो भने एउटा चक्लेट चाहिँ खाइदिन्छु त्यसै बहिनीको त्यसैले ल्याउनु बोकिरहेको छु दुईवटा त्यो खानु नहुनेले चाहिँ चक्लेट दिन्छ हामीलाई चाहिँ देखाउँछ हुन्छ केही हुँदैन यो दुईवटा चक्लेट खाएर मरेछु भने नि चौतारा बनाइदिनु ल हाम्रो टोली अब अघि बढ्दैछ म भाइसँग ए के गर्नुभएको ल ल एउटा फलेको छ अनि यो अहिले को खाने मान्छे होस् न फलोस् राम्रै भयो नि गएन सन्चै हुनुहुन्छ सन्चै नै छु जान्छु सन्चै हल्लाले भरिगरी त यो रुद्राक्षको बिरुवा चाहिँ दिङलादेखि आएको दिङलाबाट आएर यो केराबारी जान्छ के गर्नु यो त तरकारी बेच्नेले गरेर यस्तो भयो त नि ग्राफ्टिङ गरेको बिरुवा हो 10, 20, 30, 40, 50,000 को हो यो जम्मा अनि हिजो अनि कस्तो न 50,000 उ त्यसो गरेर 60,000 को माल हो यो यो चाहिँ यस्तै दाना फल्ने बिरुवा हो एकदमै महँगो छ यो 2 जना राला हुन्छ नि भाइ अब गाडीको हुटमा तलसम्म चाहिँ लाने क्या यसमा ल आडु हेर्नुहोस् है आडु टालमा हालेर दुईवटा हाल्नु माथि खानु घरमा गएर धुएर खानिन्छ नले खानिन्छ सफा रातो
भनेर आलु त कहिले किनेछ आलु त बाहिर आलु त हेर्न मिल्दैन आलु त त्यही बोटमा हो यो फलेको आलु त चाहिँ पर्दैन सबैभन्दा ठुलो दाम मुस्ताङको स्याउ भन्दा ठुलो छ म त्यता झुस सरी टोकिहाल्नु जेसुकै होस्